आरसी नेपाली कार्यक्रमका सभापति राष्ट्रिय जनशास्त्री महासङ्घका नवनिर्वाचित अध्यक्षज्यू प्राध्यापक डाक्टर जीवेन्द्र देव गिरी लगायत सबै अग्रज प्राज्ञिक व्यक्तित्वहरू, वर्तमान अध्यक्ष प्रेमनाथ अधिकारी लगायत यस फाँटका अग्रज महानुभावहरू, उपस्थित सबै सांस्कृतिक योद्धाहरू, सबैभन्दा पहिले म यहाँहरू सबैलाई पार्टीको तर्फबाट स्वयं मेरो आफ्नो तर्फबाट हार्दिक तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु र राष्ट्रिय जनशास्त्री महासङ्घलाई यस महत्त्वपूर्ण कार्यक्रममा मलाई आमन्त्रित गर्नुभएकोमा धन्यवाद गर्न चाहन्छु। म हिजो राति मात्रै लामो कर्णालीको यात्रा पार्टी सुनिलको सिलसिलामा त्यहाँको अभियान सकेर राति मात्रै आइपुगेको थिएँ। हिजो राति प्रभु तुमरा आशिषमा र तपाईँहरूको यस कार्यक्रममा सहभागी हुने मौका प्राप्त गरेको छु। आरम्भमै भर्खरै सम्पन्न राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित यस कमिटीलाई, राष्ट्रिय जनशास्त्री महासङ्घको केन्द्रीय समितिलाई, यसका अध्यक्ष भूमिका सभा लगायत सम्पूर्ण पदाधिकारी र सदस्यज्यूहरूलाई र यसका सबै घटकका साथीहरूलाई समेत हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छु र 3 वर्षसम्म कुशलतापूर्वक नेतृत्व गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रेरणादायी अधिकारीलाई म धेरै धेरै बधाई र धन्यवाद गर्न चाहन्छु। यहाँहरू आफैले भर्खरै सम्पन्न राष्ट्रिय महाधिवेशनमा अहिलेको सांस्कृतिक आन्दोलनका चुनौतीहरू र यसका अभिभावकहरूको बारेमा बहस सफल गर्नुभएको छ भन्ने म ठान्दछु। मलाई लाग्छ महाधिवेशनको दिशानिर्देश नै तपाईँहरूको अबको सांस्कृतिक आन्दोलनको बाटो हो, मार्गचित्र हो र तपाईँहरूको अभिभावक पनि हो। तैपनि महासचिवज्यूले थोरै केही कुराहरू यस सम्बन्धमा प्रश्न गर्नु भन्नुभएको सन्दर्भमा मैले बहुत संक्षेपमा केही निवेदनहरू गर्न चाहन्छु। यो उपस्थितिमा मैले धेरै लामो चर्चा किन गर्न जरुरी छैन भन्ने म ठान्दछु भने प्राज्ञिक हिसाबले नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनको रूपरेखा कोर्ने अथवा त्यसको राम्रो व्याख्या गर्न सक्ने मार्क्सवादी सौन्दर्यशास्त्रको र त्यसको विशिष्ट नेपाली स्वरूपको बारेमा बहस चलाइरहनुभएका अग्रज प्राज्ञिक व्यक्तित्वहरू पनि हुनुहुन्छ र अभियानको रूपमा, आन्दोलनको रूपमा यसलाई व्यवहारमा कार्यान्वयन गरिरहनुभएका अरू अभियन्ताहरू पनि हुनुहुन्छ। प्राज्ञिक र अभियन्ताहरू दुवैको यो जमघट भएको कारणले तपाईँहरू यस विषयमा